आदरणीय स्थानवासी, टोलवासी, बजारवासी, आउँदो दाजुभाइ दिदीबहिनीहरू, भाइ बहिनी, नानीहरू, यहाँहरू सम्पूर्णलाई हाम्रो यो बुद्ध शान्ति श्रमदान अभियान टोलीले हजुरको घर दैलो आँगनमा आएर सरसफाई गरिरहँदाखेरि हजुरहरू पनि यसमा यो सरसफाई अभियानमा सामेल भएर हामीलाई सहयोग गरिदिनुहुन्छ भन्ने हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। विशेष गरी आफ्नो घरको अनावश्यक कचडाहरू, अनावश्यक चिजहरू चाहिँ आफ्नो घर अगाडि एउटा डस्टबिन राखेर व्यवस्थित गरिदिनुहुन्छ भन्ने हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। साथै यो हामीले यो आज शनिबार यो सरसफाई गरेर साध्य हुँदैन। यहाँ हजुरहरू सबै सभ्य, सबै बौद्धिक नागरिक हुनुहुन्छ। एउटा सभ्य र बौद्धिक नागरिक भएर एउटा परिचय दिनुहोला। हामी यो सरसफाई अभियानमा हामी यहाँहरू सम्पूर्णले यो हाम्रो सरसफाई अभियानलाई चाहिँ निरन्तर दिनको लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। एउटा यो सामाजिक एउटा कार्य हो, एउटा सरसफाई अभियान एउटा पुण्य काम हो जस्तो लाग्छ। त्यसले गर्दा श्रमदाता, श्रमप्रेमीजीहरू, यहाँहरूको यो गरिमामय उपस्थिति आज हामी 60-70 जना जस्तो भएको छौँ। आउँदो शनिबार पनि अझै बाक्लो उपस्थिति भएर 100 भन्दा माथि उपस्थिति भइदिनुहुन्छ भन्ने हामी पूर्ण विश्वासका साथमा यो श्रमदान अभियानलाई चाहिँ हामी निरन्तरता दिनेछौँ, कन्टिन्युटी दिनेछौँ। यहाँहरूको सहयोगको लागि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।